साथीहरु, म यतिखेर यो शिव 87 धाम जाने बाटोमा छु। अनि यो कोन्द्राबाट चाहिँ नि धोबेनी चरा फुरुरु उडेर निक्लिरहेको छ। पक्कै पनि यहाँ यसको गुड हुनुपर्छ। यता हेर्छु, यहाँ उसको गुडै हुनुपर्छ। कता हो? अच्छा, यहाँ नै यो हरियो हरियो यो छाप्ला भएको यो चाहिँ पक्का यसको गुड हुनुपर्छ साथीहरु। म यहाँ हात लगाउँछु, पक्कै पनि यहाँ केही चाहिँ छ। यहाँ गुड छ। अच्छा, अन्डा भेट्यो धोबेनी चराको। अच्छा तीनटा अन्डा धोबेनी चराको तीनटा अन्डा भेट्यो। यहाँ माथि मन्दिरहरू छ र म यहाँ रिसर्चको लागि आउने क्रममा चाहिँ यतिखेर मैले यो धोबेनी चरा यहाँदेखि बुर्र यसो उडेर गएको देखेँ क्या। त्यहाँदेखि यसो हेरेको, साँच्चै गुड पनि रहेछ, तीनटा अन्डा पनि रहेछ। मूर्तिहरू मान्छेले बनाएको हो र मन्दिरहरू पनि मान्छेले बनाएको हो। ढुङ्गाहरू कुदेर पनि मान्छेहरूले नै राखेको हो। अब आकृति नमिलिकन भएकाहरू त धेरै आफै पनि प्राकृतिक रूपमा कोही चेप्टिएर भएको होला। तर धेरैभन्दा धेरै चाहिँ त्यो के भन्छ, मन्दिर र मूर्तिहरू चाहिँ मान्छेले बनाएको हुन्। तर यो धोबेनी चराको अन्डा भनेको चाहिँ यो चाहिँ प्राकृतिक हो है। यो चाहिँ प्राकृतिक हो। अनि त्यहाँ माथि झरनाहरू छन्, तिनीहरू पनि प्राकृतिक हो है साथीहरु। अब यो चाहिँ मैले यहाँ फेरि फिर्ता गर्नुपर्छ होला। बिचाराले कहाँ गएको छ न, कहाँ हो? यो माथि हरिहरि यो हरिहरि यो है। यो यहाँ माथिबाट दुलो माथि यो चाहिँ उसको गुड। अब यो अन्डा लाओ। सरी एउटा अन्डा त फुटिगयो नि। लो बिचारा, लो एउटा त्यहाँ माथि एउटा। ल अझ दुईटा अन्डा चाहिँ हाले होइन। एउटा अन्डा त बिचारा फुटेको नि हो। यसको नानी पनि बन्नु आँटेको रहेछ नि त। बिचारा फुटिगयो हो। यसो ब्लड देखियो। सरी, आइएम सो सरी। हेर्नु त साथीहरु, अन्डा फुट्यो। एउटा अन्डा फुटिगयो धोबेनी चराको। एउटा अन्डा फुट्यो। सरी ल। हेत्तेरिका, एउटा अन्डा त फुट्यो नि यसरी। अब यहाँ भित्री बिचारा उसको नानी पनि गएको रहेछ। अन्ज्यानमा फुट्यो। सरी धोबेनी चरा, सरी है, सरी। यस्तो त थिएछ बिचारा।